गुड मर्निङ गाइज। रो डे चाहिँ कति पुगिसक्यो थाहा छैन, तर होइन भिडियो चाहिँ बन्दैछ। यो 6 भिडियो होला। उठेर हामी चाहिँ बिहानै उठेर 8 बजी 8:30 बजीतिर यसो मर्निङ वक हिँड्दैछौँ। मर्निङ वक चाहिँ होइन, सब्जी किन्न टमाटर लिन जाँदैछौँ हामी। के हो बिहानै घाम यस्तो चर्को छ। मङ्सिर लागिसक्यो आज। पुस 1 गते भइसक्यो यार। आज यस्तो धेरै घाम छ क्या। चिसो चाहिँ चिसै छ, तर लास्टै धेरै घाम छ। हाम्रो रुमको छेउमा एउटा हाउजिङ छ होइन, छेउमा एउटा हाउजिङ छ। टमाटर किन जानिदिन्छ। 10 रुपियाँ भेटेँ होइन। मैले चाहिँ बाटोमा 10 रुपियाँ भेटेँ। यो म राख्दिनँ। 10 रुपियाँ भेटेँ बाटोमा, म यो राख्दिनँ। जाने बित्तिकै 10 रुपियाँ खोर्सानी किनेर लिएर आउँछु। फाइनली गएर सब्जी किनेर लिएर आयौँ। टमाटर लियौँ, टमाटर किन्यौँ, खोर्सानी किन्यौँ, अनि तरुल किन्यौँ, सब्जी खाने तरुल किन्यौँ। अनि आउँदैछौँ नि। बिहानै उठेर आएको 9 बजीसक्यो। वहाँ परको ठुलो देखेको बिल्डिङ हाम्रो कञ्चनजङ्घा स्कुल होइन। दिदी खोक्दै खोक्दै जानु हुँदैछ। खोप्नुहुन्छ नि त दिदी। यो चाहिँ हाउजिङ। यहाँ धनी मनी बस्छन् भनेर भन्छन्, तर सबै गरिब मात्रै बस्छ। हामी गल्नु भयो त भाइ, खै त हेर्नु त अनुहार गल्नु भयो श्रीमतीज्यू। अब हामी खानासाना बनाउँछौँ भन्दा पनि 8:33 भएछ। म काममा निक्लिन्छु अब। 11 बजीतिर आउँछु नास्ता गर्नलाई। त्यही हो। जब चाहिँ बेलुका भएको छ, बेलुका होइन राति कस्तो राम्रो आएको गाजा लाएर। अनि हामी चाहिँ मासु पकाउँदैछौँ। हामी चाहिँ होइन, मासु पकाउनु त म उहाँ मासु पकाउँदै हुन्छ। यहाँ फ्राई भएको छ, यहाँ फ्राई हुँदैछ। मेरो बुढाले यसरी नबोल्नु होइन, यसरी नबोल्नु होइन। आमामा यस्तो मिठो छ। ल अब यति भन्दै हाम्रो भिडियोको अन्त्य हुँदैछ। आज डे 5 हो कि डे 4 को भिडियो हो कि कुन हो थाहा छैन, बिर्सिसकेँ। भिडियो चाहिँ हो। ल यति भन्दै हामी राख्न चाहन्छौँ। हस् त, धन्यवाद। हस्।